ल मेरो यो बोन्साई रुट ट्रेन गरेको एडेनियम चाहिँ यसरी झक्कमक्क गरेर फुलिसकेको छ है। एकदम अहिले चाहिँ अप्रिल 17 तारिक हो नि त। अप्रिल 17 सम्ममा चाहिँ योहरू एकदम मजाले फुल्न थालिसकेको छ। यसपालि चाहिँ अलिकति यो पानी छिटै परिराखेको कारणले गर्दाखेरि कति फुलहरूमा चाहिँ पत्ताहरू ज्यादा आयो। यो पनि मेरो रुट ट्रेन गरेको हेर्न सक्नुहुन्छ। यो रुट ट्रेन गरेको यिनीहरू चाहिँ बुढो बुढो प्लान्टहरू हो। मलाई चाहिँ बोन्साई एकदम मनपर्छ नि त, त्यही भएर मैले चाहिँ यिनीहरूलाई चाहिँ बोन्साई गरेको हो। र यो चाहिँ मेरो बोन्साई होइन, यसको चाहिँ एक पटाको जरा चाहिँ लास्ट इयर कुहिएको थियो र यसको भिडियो हालेको छु। मैले त्यसलाई चाहिँ ट्रिटमेन्ट गरेर जाती पारेर फेरि फुल्दैछ यहाँनिर है। अब यी तपाईँहरूले यसरी एडेनियम फुल्न थालिसकेको छ। यसरी यो पालि चाहिँ यसमा चाहिँ ज्यादा पानी परेको कारणले गर्दाखेरि पातहरू मात्रै हरियो भयो। यो बाक्लो गरी चाहिँ फुलेन। अनि किनभने एडेनियमलाई ज्यादा पानी भयो भने सप्रेर आउँछ है, अनि बाक्लो गरी फुल्दैन। र यो पनि मजाले फुलिसकेको थियो, तर अब चाहिँ यो अस्ति चाहिँ एकदम मजाले फुलेको थियो। अलिक अगाडि नै फुल्यो नि त, त्यही भएर अब चाहिँ यसको चाहिँ झरिसकेको छ फुलहरू र यसको पनि झरिसकेको छ। यो पनि अस्ति मजाले फुलेको थियो होइन, यो अगाडिको। यो चाहिँ मेरो मन्त्री हो है, मन्त्री अस्ति अलिक अगाडि नै फुलेर यस्तो भएको छ। अनि मेरो राजा चाहिँ यहाँनिर छ हेर्न सक्नुहुन्छ। राजा चाहिँ यसरी यसको चाहिँ पटै अस्तिदेखि देखाइरहेको छु मैले यसलाई होइन। यसको चाहिँ पटै पनि यस्तो दामी छ होइन, ठुलो छ है। यो जसरी मेरो आँखाले देखिरहेछ नि एकदम राम्रो। यो मेरो भिडियोमा चाहिँ त्यति राम्रो गरी क्याप्चर गरेको जस्तो मलाई अलिक लागेन है। अनि यो रानी, मेरो रानी चाहिँ फुल्दैछ, पुरै फुलिसकेको छैन अझै। यसको कोपिलाहरू अलिकति यो ढिलो ढिलो भइरहेछ र कोपिलाहरू चाहिँ लागि नै रहेछ। यो रानी लास्ट इयर जस्तै गरी यो फुलेको छैन, किनभने यसमा पनि अलिक हरियाली पातहरू बढी आयो होइन। यसमा चाहिँ अलिकति यो पानी, आकाशको पानी अलिक ज्यादै पर्दैछ नि त, यो अलिक चाँडै, त्यो भएर पनि हरियाली ज्यादा आएको छ यसमा होइन। अनि यो चाहिँ हेर्नु कस्तो क्युट छ क्या, हेर्नु न, पातै छैन है। मैले यसलाई अस्ति काटेको थिएँ जुन है, यो काटेको ठाउँबाट यसरी एक ठाउँ काटेपछि यसरी ब्रान्चेसहरू आउँछ कि 3-4 ठाउँमा, अनि जप्प गरेर फुल्छ। यो चाहिँ यसपालि यो हुनुको कारण चाहिँ धेरै बर्ड्सहरू चाहिँ यसरी झरिरहेछ कि मेरो एडेनियमहरूको। किन भन्दाखेरि यो एकदम घाममा तातेर बसेको हुन्छ, अनि एकैछिनमा पानी पर्छ। पानी परेर बेला चाहिँ म यो फुलहरूलाई चाहिँ अलिक छायामा लुकाउने गर्छु नि त, किनभने पानी परिसकेपछि यो फुलहरू चाहिँ ओइलै जान्छ कि। त्यही भएर अब छायामा लुकाउँछु। अनि भित्र लुकाउँदाखेरि चाहिँ बाफिँदो रहेछ क्या, एकदम घामबाट कोठाभित्र बस्दाखेरि यो बाफेको कारणले गर्दा यो कोपिलाहरू चाहिँ ड्रप हुँदो रहेछ क्या, झर्दो रहेछ होइन। यसपालि चाहिँ त्यस्तै भएर जसरी मैले एकदम लास्ट इयर जस्तै एकदम मजाले फुल्छ भनेको जस्तो गरी चाहिँ नफुले तापनि दुःखमन छैन होइन, राम्रो गरी नै फुलिरहेछ है। यो हेर्नु सक्नुहुन्छ, एकदम क्युट, सबैभन्दा क्युट गरी चाहिँ यो फुलेको छ होइन। यसपालि पालो आउँछ, कुनै साल यो राम्रो फुल्छ, कुनै साल त्यो राम्रो फुल्छ। यो पनि अस्तिदेखि फुल्नु थालेको हो, हेर्नु कति राम्रो छ होइन। मलाई चाहिँ राम्रो लाग्छ है, त्यही भएर मैले राम्रो छ होइन भन्दैछु। तपाईँलाई चाहिँ कस्तो लाग्छ है? आफ्नै फुलको आफै तारिफ गर्दैछु म। अनि बाहिरको हल्ला साह्रै आउने गाडीहरू कुदेर, र चित्त नबुझेको चाहिँ कि यो यसपालि चाहिँ एकदम चित्त नबुझेको चाहिँ यसले चाहिँ राम्रो फुल दिन सकेन के। तर के छैन, अर्को साल चाहिँ राम्रो फुल्छ भन्ने आशा गरौँ। यो यसरी यसको चाहिँ त्यो कोपिलाहरू चाहिँ झरिरहेछ यसरी देखिन सक्छ। अब यो चाहिँ अलिक अगाडिकोहरू हो है, र अझै पनि कतिपयहरू चाहिँ कोपिला नै छ होइन। अझै पनि यो चाहिँ यस्तै खाले, यस्तो आफ्नै तरिकाको छ कि, यो पातलो गरी फुल्छ तर राम्रो फुल्छ है।
अनि यो पनि फुलेको धेरै लामो भइसक्यो है। अब चाहिँ यसको चाहिँ झर्ने बेला पनि भइसक्यो। आजको दिउँसोको घामले सबै घोप्टे परिरहेछ यो है। अनि यहाँ देख्न सक्नुहुन्छ यो पनि मजाले यसको सेप हेर्नु न कति मजाले आएको छ है। र यसपालि राम्रो गरी नफुलेको भनेको चाहिँ यसरी यसरी झारपात भनौँ न हरियाली भइरहेछ। यो अस्ति अलिक अगाडि एकदम राम्रो फुले थियो, मैले भिडियोहरू पनि हालेको छु। यो चाहिँ अब फुलिसक्यो हो होइन। अब यसलाई फेरि यो अगस्ततिर फेरि फुल्न सक्छ। र यसको चाहिँ यहाँनिर यसको यसरी सिड पनि लाग्न थालिसकेको छ। यो सिड पनि यहाँनिर यसको कुहिएर झरेछ, केही छैन होइन। अब लाग्दै गर्छ। यसमा भर्खर कोपिला लागिरहेछ होइन। किनभने मैले यसलाई अलिक ढिलो ढिलो काटेको थिएँ होइन। त्यो भएर अलिकति हरियो पनि भयो। अनि कोपिला पनि भर्खर लाग्दैछ। अनि यो पनि यसरी पातलो गरी भइरहेछ यिनीहरू चाहिँ होइन। यहाँ देख्न सक्नुहुन्छ यसरी यहाँनिर छ। मैले रुट ट्रेन गरेको अर्को यहाँनिर यो चाहिँ यसलाई पनि पानी बढी भएर होइन यसरी कोपिलाहरू भर्खर सानो सानो गरी लागिरहेछ। यसरी पातहरू हुर्किसकेपछि आएको फुलमा चाहिँ हरियोमा फुल ट्याप 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 हुन्छ। त्यो त्यति राम्रो चाहिँ देखिँदैन होइन। तैपनि जस फुल्नु चाहिँ फुल्छ होइन। यो अलिकति यसको चाहिँ सप्रियो ज्यादा सप्रियो। यसलाई मल पानी ज्यादा भयो जस्तो लाग्यो मलाई होइन। अझै विशेष गरी पानी ज्यादा भएर होला यस्तो रुख यसरी भएर आयो। तर यो कोपिलाहरू चाहिँ लागिरहेछ यहाँ सबैमा देख्न सकिन्छ। यो मैले चाहिँ लास्टमा यिनीहरूलाई चाहिँ अलिक पछि ढिलो गरी काटेको थिएँ, त्यो भएर पनि हुनसक्छ। र यो मेरो अर्को होइन यो बुढो बोट एकदम राम्रो छ, बर पिपल जस्तो है। अनि यसलाई चाहिँ मैले यसको भिडियोहरू अस्ति गरेको थिएँ। यसमा चाहिँ कोपिला मजाले नै लाएछ होइन। मजाले कोपिला रहेछ। अब यसरी मौसम यस्तो छ होइन, दिनै जसरी यसरी पानी परिरहेछ होइन। अब फेरि बादल लागिसकेको छ, पानी पर्न आँटेको छ है। अनि यो पानी परेको कारणले गर्दाखेरि मैले यसलाई चाहिँ लुकाएको छुइनँ कि। त्यही भएर यो घाम पानी गरेर अलिक बेसियार भएको कारणले गर्दा होइन नि यो यसको यत्रो कोपिला कुहियो होइन। अब यसलाई पनि लुकाउनु पर्ला भित्र नै। आजको पानीकोबाट चाहिँ जोगाउनु पर्ला किनभने यसको फुलहरू पनि फुल्नु थालिसकेको छ। यसलाई चाहिँ पुरा पानीले कतिचोटि चुटिसकेको छ कि। धेरै भइसक्यो यसलाई पानीमा यसरी राखेको बिचारा है। आज चाहिँ म यसलाई मिहिनेत गरेर लुकाउनेवाला छु। यो चाहिँ एकदम ठुलो थियो है, यत्रै थियो है। त्यही भएर मलाई साह्रै अग्लो भएको कारणले चाहिँ हेर्नु न यत्रो ठुलो काटिदिएको छु मैले यहाँनिर। अनि त्यही भएर यसपालि चाहिँ यसमा मलाई आशा थिएन नै फुल्छ भन्ने कुरा। त्यही भएर नेक्स्ट इयरको लागि मैले यसलाई चाहिँ एकदम हार्ड प्रुन गरेको। त्यही भएर यसमा चाहिँ फुल लागेको छैन, नलागे पनि केही छैन। किना काट्छ सबैतिर छ मेरो एडेनियमहरू होइन, एडेनियमहरू। अनि यो चाहिँ मेरो अस्ति नै अलिक दिन अगाडि नैदेखि फुलेको हो है। अब यिनीहरूलाई यो घाम पानीले गर्दाखेरि मजाले एकै ठाउँ राख्न पनि सकिएको छैन। यो चाहिँ कस्तो भन्दाखेरि यसलाई चाहिँ ट्रिटमेन्ट गरेको हेर्नुहोस्। यो मरिसकेको प्लान्ट हो है, पुरा कुहिएर फातकपुतुक भएको हो लास्ट इयर। र यसलाई मैले चाहिँ पानी नदिकन अनि ट्रिटमेन्ट गरेर बचाएर राखेको। र यसपालि फेरि यो एकदम राम्रो गरी फुलिरहेछ है। यो चाहिँ बिमारी रोगी भएर पनि यतिको फुल्नु खुसी नै छ। तर लास्ट इयर भन्दा अघिल्लो वर्ष चाहिँ होइन यो एकदम पातै बेगर झप्प फुलेको थियो। त्यसको मैले भिडियो चाहिँ छैन होइन, किनभने त्यतिखेर मैले युट्युब गर्थिनँ, त्यही भएर छैन होइन। अनि यहाँनिर देख्न सक्नुहुन्छ यो पनि मेरो रुट ट्रेन गरेको हो होइन। यसरी रुट ट्रेन गरेकोहरू यहाँनिर छ होइन। यो पनि छ। तपाईँले यो इँटाहरू किन राखेको भनेर सोच्नुहुन्छ होला। हाम्रोतिर चाहिँ चरा एकदम ज्यादा आउँछ, त्यही भएर चराको कारणले हो है। यहाँ चाहिँ मेरो ग्राफ्टिङ गरेको एडेनियमहरू छ। यहाँ चाहिँ थुप्रै कलरहरू छ। यो चाहिँ एकदम प्योर रेडमा हो होइन। अनि यो चाहिँ सेडिङमा हो। यहाँ चाहिँ डबल रेडमा चाहिँ सेडिङ चाहिँ ब्ल्याक छ। यसरी ग्राफ्टिङ गरेको अरू कलरहरू छ, फुल्नु बाँकी छ। हस् त यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो होला, रफली बनाएको है जस्तोको त्यस्तै भिडियो
र यो एडेनियमलाई कसरी केयर गर्ने, कसरी लगाउने, कसरी ग्राफ्ट गर्ने, कसरी रिपोर्टिङ गर्ने भन्ने चाहिँ मेरो अघिल्लो भिडियोमा पनि छ र यसको पुरा भिडियो पनि म बनाउने छु फेरि है। धन्यवाद।